नमस्कार, म उदय पण्डित। स्वागत छ तपाईहरुलाई एसबीआर इन्जिनियरिङ सर्भिस च्यानलमा। यो भिडियोमा हामी चाहिँ आरसीसीबी के हो त्यो चाहिँ हामी बुझ्छौं है। रेसिडुअल करेन्ट सर्किट ब्रेकर यो कसरी काम गर्छ र यसलाई कसरी हामी वायरिङ गर्छौं त्यो हामी बुझ्छौं। सो तपाईहरु यो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। सो अपकमिङ भिडियो तपाईहरुलाई नोटिफिकेसन आउँछ। सो अब हामी सुरु गरौं। सो एक्चुअली यो जुन हेरिराख्नु भएको छ यो चाहिँ आरसीसीबी को फोटो हो। रियलमा यसो देख्छ। यो एबीबी ब्रान्डको हो। अरूको पनि आउँछ, लेग्रेन्डको आउँछ, सिमेन्सको आउँछ, स्नाइडरको आउँछ। सो यो चाहिँ अब मेक्सहरु भयो। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यसमा चाहिँ के हो, यो लिभर भयो अन अफ गर्ने अनि एउटा टेस्ट बटन छ है। सो टेस्ट बटन चाहिँ यहाँ टेस्ट गर्नेलाई हो। यो चाहिँ हाम्रो आरसीसीबी काम गराछ छैन भने त्यसको लागि हो है। अनि माथिबाट इनपुट भयो अनि यो तलबाट आउटपुट भयो। सो यो एक्चुअलमा अब डेफिनिसनको कुरा गर्दाखेरि के हो त आरसीसीबी। सो आरसीसीबी स्ट्यान्ड्स फर रेसिडुअल करेन्ट सर्किट ब्रेकर। सो आरसीसीबी आर द safest device to detect and trip against electrical leakage currents, thus ensuring the protection against the electrical short caused by the indirect contact. So यो खासमा के हो कि प्रोटेक्सन को लागि हामी युज गर्छौं है। सो जनरली म के भन्छौ कि जुन पनि घर अहिले बनाइराखेका छौं हामी त्यसमा यसमा यो कम्पल्सरी गरौं या कुनै प्रोजेक्टमा यो चाहिँ कम्पल्सरी गरौं। 2-3 हजार थपेर चाहिँ हाम्रो यदि सेफ्टी भइराछ भने पछि चाहिँ के हुन्छ, हाम्रो इलेक्ट्रिकल लिकेज या शकको समस्याहरु, कहीं हामी बच्चाहरु पनि टच केही सकेटहरु गर्दियो भने मेसिनरीहरुमा पनि लिकेज केही आइदियो भने सो त्यस्तो केसहरुमा के हुन्छ, यो आफै ट्रिप भइदिन्छ है। सो यो सेफ्टी को लागि धेरै इम्पोर्टेन्ट हो। कहीं पनि लिकेज छ भने करेन्ट यो तुरन्त ट्रिप भइदिन्छ। सो हाम्रो फर्दर ह्युमन लसबाट पनि हामीलाई बचाउँछ है। अब यो कसरी काम गर्छ त यहाँ मैले अब यो इन्टर्नल को कुरा हो। इन्टर्नल कस्तो हुन्छ यो। सो यो कोइल हो है, यो कोड हो, ठीक छ। यो कोड हो, यो सर्कुलर जुन इन्टर्नल यो भित्र जुन हुन्छ नि, यो आरसीसीबी को यो भित्रको कुरा हो है। यो भित्र कसरी हुन्छ त्यो चाहिँ मैले देखाउन खोजेको। सो यसमा के छ, यो कोड हो है। यसमा यो कोइल छ, यो कोइल छ वाइन्डिङ है। अनि यो चाहिँ यता हामी टर्मिनल तिर गएको छ है। यो इनपुट टर्मिनल भयो एउटा यो, अनि कोइल गरेर बेरेर आउटपुट तिर गयो जुन लोड तिर जान्छ। सिमिलरली यो फेज को लागि भयो। यहाँ त चाहिँ न्यूट्रल को लागि है। न्यूट्रल को कोइल यहाँ चाहिँ ब्ल्याक मा छ है, यो लोड तिर। सो यहाँ चाहिँ यसरी कम्पेयर गर्दाखेरि यो इनपुट साइड भयो, यो आउटपुट साइड भयो। आउटपुट साइड हाम्रो के हुन्छ, लोड हुन्छ है। अब यहाँ चाहिँ हामी कुरा गर्दाखेरि यो लाइभ हो, फेज हो, यो न्यूट्रल हो हैन। अनि यसैमा के हुन्छ, यो एउटा रिले हुन्छ है। यो जुन हेरिराख्नु भएको छ यो रिले, यो रिलेको कोइल पनि यसमा यसरी विन्ड गरेको हुन्छ अनि रिले हुन्छ। यो प्लन्जर हो खासमा। जुन यो प्लन्जर अब कसरी काम गर्छ त्यो हेरौँ है। यो कुन बेला यो एक्टिभेट हुन्छ यो रिले। अब यसमा के छ कि हामीले लास्टमा यहाँ चाहिँ लोड कनेक्ट गर्दै छौं। 100 वाट को हामी लोड कनेक्ट गर्दै छौं। सपोज ल हिटर नै भो रेज्युम गर, हामी हिटर हो गराएको छौं। अब यसले चाहिँ 11 एम्पियर करेन्ट ड्र गरिरहेछ है। यसले नर्मल कन्डिसनमा केही फल्ट छैन, केही छैन हैन। सो यहाँ चाहिँ अहिले नर्मल कन्डिसनमा छ है। अनि एउटा के छ, यहाँ पुश बटन छ। यो टेस्ट बटन जुन हामी अघि कुरा गरिरहेका थियौं नि, यहाँ यो टेस्ट बटन हो है। यो टेस्ट बटन हो। यहाँ एउटा रेजिस्टर हो है। यो म्यानुअली हामीलाई टेस्ट गर्नु छ भने यो थिच्यो भने आफै ट्रिप हुन्छ भने ठीक छ, यो आरसीसीबी काम गराछ भनेर बुझ्नु पर्छ है।
अनि बल्ल पर्चेज गर्नुपर्छ, नत्र डिफल्टवाला लिएर राख्यो भने हामी सेफ्टीको लागि कुरिरहेको हुन्छ, कुनै लाइभ इन्सिडेन्ट भइदियो भने त्यो बेला काम गरेन भने हाम्रो ह्युमन पनि लस हुन्छ, हामीलाई जानको पनि ऊ हुन्छ र अरू पैसा पनि जान्छ। त्यही भएर किन्नुभन्दा पहिला यो टेस्ट गरेर नै किन्नुस् भनेर देखाएर अनि बल्ल मात्र किन्नुस् है। सो यहाँ हेर्दाखेरि 11 एम्पियर छ हैन। अब यसमा हेर्नुस्, जब लोड कनेक्टेड हुन्छ त्यसमा के हुन्छ, 11 एम्पियर करेन्ट ड्र गर्छ अनि यसरी रिटर्न पाथ न्युट्रलमा 11 एम्पियर जान्छ। सो यहाँ दुईटैमा हेर्नुस्, फेज र न्युट्रलमा के छ, सेम करेन्ट छ। सो यो न्युट्रलाइज भयो, यहाँ चाहिँ यो अरू कोइलतिर जाँदैन है। यसमा जुन छ नि यो रिले कोइलमा करेन्ट जाँदैन किनभने यहाँ 0 चाहिन्छ है। फेज र न्युट्रल बराबर छ रिटर्न पाथमा। अब अर्को कन्डिसन हामी हेर्दाखेरि यहाँ चाहिँ अब अर्को कन्डिसनमा आउनुस्, यहाँ चाहिँ के भयो कि यो हाम्रो हिटर जुन छ, हिटर के भयो कि लिकेज भयो भनौँ न, त्यहाँ कुनै तार कट्यो अनि त्यो बडीमा लिकेज छ अनि त्यसलाई चाहिँ हामी के गर्छौँ, गएर थिच्दाखेरि हाम्रो बडीमा करेन्ट आयो भनौँ है। हाम्रो बडीमा करेन्ट आयो भने मानौँ हुन्छ मिली एम्पियरमा, त्यो पनि लेट्स से हैन, यो 11 एम्पियर छ है यहाँ चाहिँ। तर हामी बडीमा टच गऱ्यौँ अनि त्यसबाट के भयो, यहाँ टच गर्ने बित्तिकै हाम्रो बडीबाट अब के भयो, 0.1 एम्पियर ग्राउन्ड हुन थाल्यो है। सो यो बेला के हुन्छ, हामीलाई सक लाग्छ है। अब सक लाग्छ हैन, सक लाग्यो भने के छ कि यदि मानौँ यो आरसीसीबी छैन, डाइरेक्ट एमसीबी भयो, त्यो बेला के हुन्छ, हाम्रो बडीबाट करेन्ट धेरै बग्यो भने के हुन्छ, हामी यो के हुन्छ, टच गर्नेवाला मान्छेको ज्यान जान सक्छ हैन। तर अब यो सिस्टम आरसीसीबीले कसरी प्रोटेक्ट गर्छ त, यो खासमा लिकेज भइरहेछ यसरी। सो 0.1 एम्पियर हुने बित्तिकै यहाँबाट 11 एम्पियर आइरहेको थियो, तर यहाँ टच हुने बित्तिकै अब रिटर्न पाथमा के हुन्छ, 11 एम्पियरबाट के हुन्छ, 0.1 एम्पियर माइनस हुन्छ। अब यहाँ डिफरेन्स हुन्छ हैन, यहाँ डिफरेन्स हुने बित्तिकै अब यहाँ चाहिँ के हुन्छ, करेन्ट घटेर आउँछ हैन। ल सपोज 1 एम्पियर भयो भने 10 एम्पियर यहाँ आउँछ। अब त्यो डिफरेन्स जुन करेन्ट हुन्छ अब त्यो कहाँ बग्न थाल्छ, यसमा बग्न थाल्छ। अघि न्युट्रलाइज थियो, यो कोइलमा बग्न थाल्छ हैन, यो कोइलमा। सो रिले कोइलमा बग्न थाल्छ र यो रिले अब यो कोइल एक्टिभेट हुन्छ अनि यो के गर्छ, प्लन्जर हुन्छ, जुन यो प्लन्जर आरसीसीबीको यो प्लन्जरलाई हिट गर्छ अनि यहाँ सर्किट ब्रेक गरिदिन्छ, मिन्स यो ट्रिप भइदिन्छ। अनि ट्रिप भएको खण्डमा यहाँ हामी टच गरिरहेको बेला हामीलाई डिस्कनेक्ट हुन्छ अटोमेटिक अनि हामी सेफ हुन्छौँ है। इलेक्ट्रिक सकबाट हामीलाई जोगाउँछ यो आरसीसीबीलाई है। सो यो लिकेज हुने बित्तिकै के भयो, यो रिले एक्टिभेट भयो अनि रिलेले यो प्लन्जरलाई पुस गरेर यहाँ चाहिँ के गर्यो, ट्रिप गराइदियो है। सो यसको मेन यसरी नै काम गर्छ है। सो बुझ्नु भयो होला लिकेजको कन्डिसन। त्यही भएर अहिले 2-3 हजार खर्च गरेर तर लाइफ जोगाउनु कुनै सेफ्टीको लागि राम्रो कुरा है। सो यहाँ हेर्न सक्नुहुन्छ एप्लिकेसन अफ आरसीसीबी कहाँ छ। बच्चाहरूको लागि मेन इम्पोर्टेन्ट, कहिलेकाहीँ गएर सकेटमा टच गरिदिन्छ, सो त्यो बेला पनि यो ट्रिप भइदिन्छ, हामीलाई बच्चालाई जोगाउनु। यसो स्विमिङ पुलमा लाइटहरू हुन्छ हैन, लाइटहरू भयो, त्यो लाइटहरूमा पनि त्यो सर्किटमा हामी आरसीसीबी लगाउन सक्छौँ। अलिकति पनि लिकेज भयो भने त्यो बेला ट्रिप भइदिन्छ हैन। अर्को चाहिँ हामी काम गरिरहेको बेला पनि इनकेस टचै भइदियो, केही भइदियो भने मिस्टेकले यहाँ पनि हुन्छ। यो पुलको डेकहरूमा वरिपरि पनि लाइटहरू लागेको हुन्छ, फ्लोर लाइटहरू, त्यसमा पनि मान्छे यदि लिकेज छ भने खुट्टामा टच भयो भने करेन्ट लागेर धेरै ठाउँमा यसो सुनेको होला, मृत्यु भएको है। सो त्यस्तोहरूबाट पनि जोगाउँछ। अरू चाहिँ हामी यो आउटडोर लाइट्सहरूमा पनि सबैमा हामी के गर्नुपर्छ, आरसीसीबी युज गर्नुपर्छ। इनकेस फल्ट छ भने त्यो आफै ट्रिप हुन्छ। यो चाहिँ सेफको लागि हो, सेफ्टीको लागि, जबरजस्ती गर्ने होइन। फेरि त्यो प्रेस गर्ने कहाँ लिकेज छ, लिकेज फाइन्ड आउट भयो भने बल्ल त्यसपछि आरसीसीबी काम गर्छ है। अब हामी वायरिङ गरौँ, सिम्पल कसरी हामी गर्छौँ है। सो यहाँ चाहिँ मैले मानौँ एउटा मैले
ल एसी लिए है, यो एसी छ हैन, यहाँ फेज छ, यहाँ न्युट्रल छ। सो फेज यहाँ के भयो, यहाँ आयो है। एमसीबी पनि हामी युज गर्छौँ है, एमसीबी युज गरेर बल्ल चाहिँ यसलाई युज गर्छौँ। त्यसपछि न्युट्रल भयो है, यहाँ फेज भयो र न्युट्रल चाहिँ जेनरली डिबीमा के हुन्छ, बस बार हुन्छ, त्यहाँ चाहिँ जान्छ। तर यहाँ यसको केसमा मैले के गरेँ, यहाँबाट न्युट्रल मैले डाइरेक्ट एसी लगाइदिएँ र फेज यहाँबाट आउट पनि एसी लगाइदिएँ है। सो यसरी काम गर्छ। यो चाहिँ 30 मिली एम्पियरमा आउँछ जेनरली, होमको लागि 30 मिली एम्पियर। सो इन केस अफ 30 मिली एम्पियर हाम्रो लिकेज भयो भने यो ट्रिप भइदिन्छ। 100 मिली एम्पियर पनि आउँछ है, जो इन्डस्ट्रीहरूको लागि। सो यसरी चाहिँ हामी वायरिङ गर्छौँ है। यहाँ यो टेस्ट बटन छ है, यो रेटिङ यहाँ चाहिँ छ। सो यसको रेटिङ जेनरली के हुन्छ, लोड जतिको छ, सपोज 32 एम्पियरको छ भने 32 एम्पियरको लोड भयो, तर लिकेजको छुट्टै हुन्छ। लिकेज करेन्ट कतिमा भयो भने 30 मिली एम्पियर, 100 मिली एम्पियर, 60 मिली एम्पियर, 60। सो यसरी चाहिँ आउँछ यो रेटिङमा है। सो यसरी हामी वायरिङ गर्छौँ आरसीसीबी। सो होप तपाईँहरू बुझ्नुभयो होला आरसीसीबी के हो र यो कसरी काम गर्छ र यसलाई वायरिङ कसरी गर्छ है। सो थ्याङ्क यू, हामी फेरि भेटौँला अर्को भिडियोमा।